हामी नेपाली जनताले बुझ्नुपर्ने कुरा के छ भने जुन अहिले सामाजिक सञ्जालमा हर्क साम्पाङले बढी स्ट्याटस लेख्यो भनेर चाहिँ विभिन्न किसिमका टीका टिप्पणीहरू नेपालमा रहेका यी गोदी मिडियाहरूले विभिन्न किसिमका भ्रमहरू फैलाइरहेको देखिन्छ। स्ट्याटस त लेख्छु त, देश र जनतालाई जगाउनु पर्नेछ, उठाउनु पर्नेछ। के सिंहदरबार जनाउँछु भनेर स्ट्याटस लेखेको छ। नमस्कार मित्रहरू, अहिले चाहिँ सामाजिक सञ्जालमा चाहिँ विभिन्न गोदी मिडियाहरूले चाहिँ हर्क साम्पाङको बारेमा विभिन्न अफवाह भ्रमहरू फैलाइरहेको देख्न सक्छौँ। कसैले चाहिँ कहाँ स्ट्याटस बढी लेख्यो अरे, कसैले चाहिँ यो मान्छे घमण्डी छ र यो मान्छे कोहीसँग मिल्दैन अरे। विचार मिल्नु पर्यो नि त। देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डतामाथि आँच आउने खालको त्यस्तो किसिमको कुनै पनि अभिव्यक्ति, कुनै स्ट्याटसमा त्यस्तो किसिमको अभिव्यक्ति त दिएको छैन। देश र जनतालाई चाहिँ जगाउनका लागि, उठाउनका लागि, सचेत बनाउनका लागि, शिक्षित बनाउनका लागि स्ट्याटस लेखिरहनु भएको छ। नेपाललाई कोही पनि विदेशी शक्तिबाट परिचालित नभई आफ्नो देशको आफ्नै प्रकृति, संस्कृति र प्रविधिको समुचित प्रयोग गरेर विकास गर्ने खालको नेता कोही छ भने त्यो चाहिँ हर्क साम्पाङ हो। प्रकृति, संस्कृति र प्रविधिको विकास गर्नका लागि उहाँ चाहिँ अहिले चाहिँ सत्तामा पुग्नुपर्ने अत्यन्तै आवश्यक छ। नेपाललाई, देशलाई बचाउने हो भने, देशलाई सही दिशामा अगाडि बढाउने हो भने, कसै विदेशी शक्तिको खेल मैदान बन्न नदिनको लागि नेपाललाई विकासको तीव्र गतिमा अगाडि बढाउनको लागि हर्क साम्पाङ निकै नै आवश्यक देखिन्छ। कोही मान्छेहरूको होइन, कोही राष्ट्रघाती, भ्रष्टाचारी, आपराधिक गिरोहहरूको साटो गएको जस्तो देखिन्छ। त्यसैले गर्दा हामी सबै नेपालीहरू चाहिँ एकजुट भएर अगाडि बढ्न आवश्यक देखिन्छ। जय देश, जय नेपाल। तपाईँहरूलाई के लाग्छ, आफ्नो विचार चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हस् त, आजको लागि यति।